छोरी अब यतै यही देशमा बसेर मजाले पढ्ने ल। ओके नेपाल चाहिँ नजाने ल। हस् नेपालमा हैन त्यहाँ मान्छेहरूलाई राम्रोसँग पढ्न दिँदैनन्, शिक्षामा भ्रष्टाचारी गर्छन्, स्वास्थ्यमा भ्रष्टाचारी गर्छन् हैन। मिली सबै ठुल्ठुलो नेताहरूले हैन देश बेच्न लागिसके, सबै चिज खाइसक्यो हैन, बेचेर खाइसक्यो हो। माउ हेर्ने, अब हामी माउ हेर्दै यतै बस्ने हैन। आज तिमीले टाउकोमा के राखेको दही? ओहो मेरो छोरीको कपाल कस्तो। अनि त्यसपछि अर्को बाबाको उपदेश राम्रोसँग अब यहीँ पढ्ने। ओके ओके। अनि अरू के गर्ने भने नेपालमा चाहिँ तिम्रो जन्मस्थल कहाँ हो भनेपछि भारत भन्ने ल। नेपाललाई बाई भनिदेऊ त। नेपालमा चाहिँ हामी नजाने। त्यहाँ गएपछि के थाहा तिमी पनि बेचिन सक्छौ। अब सबै कुराहरू बेचेर सक्यो। अब बच्चाहरूमाथि आक्रमण गर्छ कि हाम्रो नेपाल सरकारले। त्यो पनि समस्या छ हैन। अनि त्यो भएर हामी नेपाल छोडेर बाहिर बस्ने, भ्रष्टाचारीहरूबाट टाढा हुने। ओके ओके भन त। ओके भन, ओके भन है। हाम्रो एउटा कति सुन्दर छ, रमाइलो छ। भ्रष्टाचारीबाट टाढा हुनुपर्छ। हस् हो। तिम्रो पनि खेदो खोज्छन् नेताहरूले, खेदो खेज्छन्। अब युवा सुन न छोरी, युवाहरू सबै खाडीतिर लागिसके, बुढाबुढाहरू छन्। अनि जति नेपालमा बसेका छन् त्यो सबै नेताको झोलेहरू छन्। केही गरौँ भने खान दिँदैनन् युवाहरूलाई। अनि जेलमा जागिदिन्छन्। अलि धेरै बाटो हुन खोज्यो भने जेलमा जागिदिन्छन्। त्योभन्दा यहीँ हुर्किने, यहीँ पढ्ने होइन। आफू चाहिँ यस्तै गरेर बसेर खाने आरामले होइन। यस्तै छ यहाँको चलन। अनि यो सत्य हो। युवाहरू जति सबै खाडीमा छन्। अनि त्यसपछि चाहिँ झोले कार्यकर्ता चाहिँ अलिअलि नेपालमा छन्। त्यसपछि घर कुर्नको लागि बाउबाजेहरू घरतिर छन्। अनि त्यसपछि जो छन् अब नेताहरू छन्। नेताहरू कस्तो छ भने एकपछि अर्को एउटाले एउटा ठाउँ भ्रष्टाचार गर्छ। मेरो यो ठाउँमा पुगिसक्यो, अब तिमीले अर्को ठाउँमा भ्रष्टाचार गर। तर हामीले चाहिँ गर्न मिल्दैन। आफ्नो हिसाबमा नफस्ने गरेर चाहिँ भ्रष्टाचारी गरेर खाऊ। अनि रेमिटान्सले चाहिँ, युवाहरूको रेमिटान्सले चाहिँ देश चलिहाल्छ होइन। अनि शिक्षकहरूको पनि यस्तै छ। अब शिक्षकहरू अनि सशस्त्र प्रहरीहरूले गर्दा चाहिँ हाम्रो नेताहरूको सुरक्षा छ। कुन दिन अब त्यही धेरै अति गरे अत्याचार हुन्छ भन्छ। कुनै दिन त्यही बन्दुक पड्काएर कसले कहाँ फाल्छ। यो नेताहरूलाई यो पनि डर छ होइन। गाह्रो छ जे छ। आफूमा भएको सिपहरू बेचेर खाने हो। केही गरेर खाउने पनि छैन त्यो ठाउँमा चाहिँ। कि झोलाइ बोक्नु पर्यो कि भनेको मान्नु पर्यो। अलि बाठो हुनुपछि जेलमा चाहिँ कोटिनु पर्छ। त्योभन्दा यतै रमाइलो छ होइन बाबा। ओके यतै खाऊ, यतै रमाऊ। आफ्नो घर खाऊ। म त यही हो। जन्मथलो नेपालमा पनि कर्मथलो अर्कै ठाउँ बनाउनु पर्ने बाध्यता बनाइसक्यो। त्यही छ। ओके बाई भनिदेऊ छोरी।
बाई भनिदेऊ